हेलो गाइज वेलकम टु न्यू डे न्यू ब्लगमा हजुरहरूले पनि स्वागत छ र हजुरहरू सन्चै हुनुहुन्छ र मन सन्चै छु भन्नुपर्ने हुन्छ र आज चाहिँ हामी चाहिँ कता जाँदैछ भने एकछिन है त साथीहरू हिउँ पर्दछ हिउँ खेल्न चाहिँ आउनु होला है सन्दकपुर भिडियो हेर्दै चाहिँ आउन सक्नुहुन्छ हजुर यस्तो हिउँ परिरहेछ अहिले सास बढेर गाह्रो छ अहिलेको मौसम चाहिँ यस्तो बवाल उग्रिरहेछ है हेर्न सक्नुहुन्छ यी त्यही 5 बजिसक्यो यस्तो बवाल उग्रिरहेछ अहिले चाहिँ हामी ट्रेकिङमा जाँदैछौँ है त साथीहरू तिमीलाई भेट्न आउँछु चौरी चल्ने लेकमा अब चाहिँ बल्ल बल्ल हामी सन्दकपुर पुग्यौँ साथीहरू भोलि बिहानको भोलि चाहिँ सन्दकपुर घुम्ने हो अन्त भोलि नै फर्किने भयो र चाहिँ हेरेर साथ होला है त सनाको घरमा चाहिँ पुगिसक्यौँ साथीहरू हामी चाहिँ फाइनली आज यहीँ बस्ने छ बहिनी रहेछ भित्र चाहिँ लाइट देखाउनु सँगले हावा चाहिँ ओ दाजु अनि आराम है अब चाहिँ फाइनली सन्दकपुर अब चाहिँ साथीहरू अब चाहिँ हामी चाहिँ यति बिजी छौँ है अहिले चाहिँ म चाहिँ आँसु त्यहाँ छु ओके गुड नाइट दोषको सुताइ चाहिँ हो मान्नै पर्ने यता हाम्रो अर्को दोषको त आज डान्स आउनेवाला पो छ यो चाहिँ के होला यो मर्निङ हामी चाहिँ यहाँ बसेको यहाँ सुत्यो र अहिले चाहिँ यता माथि डाँडामा मात्रै उक्किरहेको छ क्या यता हाम्रो गाउँतिर चाहिँ उक्किएको छैन क्या हेर्नु न बादल लागिरहेछ तल यता पारिबाट आएको हामी चाहिँ यता मुनिबाट आएको केही देखाएको छैन यहाँ कुहिरो लागिरहेछ तल तल चाहिँ यता माथि चाहिँ उक्किरहेको छ क्या भाइजी के कोटाको के यहाँ भेटिहालेछ यहाँ भर्खर यहाँ घाम लागिरहेछ बिहानको उयोमा चाहिँ सुनिरहेको होला है चट्टु भएर छ कि हेर्नु यो चाहिँ अहिलेको फुल चाहिँ कस्तो बबाल खुलिरहेछ एकदम रमाइलो भइरहेछ तर अब 2-3 घाम लाग्यो भने चाहिँ यो किनभने पातल भइरहेछ नि त उता इन्डियातिर चाहिँ राम्रो छ बिहानको चिसो मौसममा चाहिँ म चाहिँ यहाँ चाहिँ साथीहरू देख्न सक्नुहुन्छ है त मेरो साथमा यहाँ छ फेरि यताको उफ्रे ल यस्तो पो गर्दो रहेछ ठ्याट्टेरी यो कस्तो रमाइरहेछ क्या उसलाई नि अब हिउँमा अब खेल्नु इन्डियाको यो चाहिँ हावा घरमा आइसकिएको छु नि त साथीहरू साथी चाहिँ कहाँ चढेको रुखमा चढेको हामी चाहिँ यहाँ भ्यू हेर्न आएको छौँ हामी जाने ठाउँ चाहिँ यतै 4 राति चाहिँ यतै साथीहरू यता देख्दैछ यता हिउँ यता जाने हामी चाहिँ यहाँबाट देख्ने भ्यू चाहिँ हेर्नुलाई साथीहरू सन्दकपुर चाहिँ यस्तो हिउँले छोपिरहेछ आज यस्तो उक्किरहेछ है हेर्नु न हामी चाहिँ अहिले भ्यू चाहिँ यस्तै चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ है कस्तो मिठो देखिरहेको रहेछ आजको भ्यू चाहिँ हिउँ अलिअलि परिरहेछ जुन चाहिँ बाटोमा जाँदैछौँ गाइज बल खेल्ने ग्राउन्ड चाहिँ यता तलनिर है साथीहरू यो चाहिँ यहाँ तल देखिरहेछ खासै राम्रो आएको छैन यो मिठो होला मिठो
चारातेको भ्यू चाहिँ यस्तै छ है आजको चाहिँ गाइस। अब हामी कता झन्डा पोखरी जाँदैछौँ। किनभने पानी अहिले परेको छ नि त त्यही भएर यहाँ चाहिँ यस्तो बबाल छाइरहेछ है। सल्लाहको यो चाहिँ काटेर यो फुटाएर छाएको यो गोटाहरू है। यो चाहिँ साथीहरू यो उनको स्वेटर मुभी यहीँ सुटिङ भएको जस्तो पनि लाग्यो मलाई, किनकि यसो हेर्दा यता यसो बाह्रहरू हेर्दा नि यहीँ सुटिङ भएको जस्तो लाग्यो क्या। यहाँ कमेन्टमा भन्नु होला है त यहीँ सुटिङ भएको जस्तो लाग्यो क्या यहाँ, किनकि मिरुनाको गोठ चाहिँ यही जस्तो लागिरहेको छ मलाई। फाइनली झन्डा पोखरी अब यहाँ आइसक्यौँ, किनभने झन्डा पोखरीदेखि अलिक माथि हो क्या यो गोठ चाहिँ। यहाँबाट चाहिँ झन्डा पोखरी चाहिँ यहाँ तल रहेछ है। फाइनली गाइस झन्डा पोखरीको नजारा चाहिँ यताबाट कस्तो राम्रो देखिरहेछ हेर्नु। झन्डा पोखरी फाइनली हामी चाहिँ पुगिसक्यौँ है गाइस। चाहिँ झन्डा पोखरी चाहिँ हामी चाहिँ भिडियोमा मात्रै देख्यौँ त, आज चाहिँ हामी आज छौँ लाइभ हेरिरहेको छौँ त गाइस। झन्डा पोखरी चाहिँ यस्तो बवाल देखिरहेछ। यता हाम्रो अब फोटो खिच्ने कार्यक्रम हुँदैछ, यता चाहिँ भिडियो बनाउने। झन्डा पोखरी चाहिँ यस्तै रहेछ लाइफमा जम्मै मजा लाग्यो, मिठो देख्ने रहेछ। यहाँबाट चाहिँ यहाँबाट बसेर खिच्ने पनि यहाँ बनाइदिए रहेछ। घाम केही लागेको छैन, कुहिरो लागिरहेको छ नि त, त्यही भएर झन्डा पोखरी को आउनु भएको छैन भिडियो हेरेर चाहिँ अवश्य आउनु सक्नुहुन्छ है। हामी चाहिँ झन्डा पोखरी घुमिसक्यौँ, अब चाहिँ फर्किने क्रम हुँदैछ है साथीहरू। 4 रातिबाट फर्किसक्यौँ है, यही चाहिँ अब झन् घर जाँदैछौँ। यस्तो बाटोमा जाँदैछु मैले चाहिँ, बाटो भुलेर है साथीहरू। हामी त जङ्गलको बाटो जाँदैछौँ, रोड कहाँ हेर्नु कोही मान्छे हिँड्ने छैन जाँदैछौँ। अब चाहिँ घरतर्फ जाँदैछौँ, यहाँबाट चाहिँ अब जानुपर्ने छ जसले म देखाउँछु। यस्तै चाहिँ हाम्रो गाउँ यहाँबाट देख्ने भ्यू चाहिँ। अहिले चाहिँ रात पर्न लाग्यो नि त्यही भएर राम्रो देखेको छैन। जाँदा कति अब त्यस्तै 1 घन्टा चाहिँ लाग्छ होला सायद। अहिले चाहिँ हामी चाहिँ बाटोमा जाँदैछौँ। त्यो गेटहरू हजुरहरूले नि आउन चाहनुहुन्छ भने आएर हेरेर जानु होला। अन्त उता फालेलुङ 4 हाते अब हजुरहरू आउँदा त त्यस्तो हिउँ त अब पर्दैन होला, तैपनि आएर हेरेर जानु सक्नुहुन्छ है। हजुरहरूलाई भिडियो चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त साथीहरू। भन्दै थ्याङ्क्स वाचिङ माई भिडियो।